आज हाम्रो एउटा दुःखद घटनामा हामी उपस्थित भएको छौँ। आजको यो प्राङ्गणमा हाम्रो यो संस्थाको तमुपेलु सङ्घको संस्थापक अध्यक्ष आज हाम्रो सामु रहनु भएन। उहाँ धेरै लामोले पनि रोगले पनि पीडित हुनुभयो। हामी पटक पटक गएर चाहिँ उहाँलाई भेट्ने काम पनि हामी गऱ्यौँ। आज हामी हाम्रै प्राङ्गणमा उहाँलाई आज अन्तिम बिदाई गर्दैछौँ। यहाँ उपस्थित हुने महानुभावहरू, हाम्रो केन्द्रीय अध्यक्षज्यू लगायत सल्लाहकारज्यूहरू, हाम्रो प्रदेश समिति, जिल्ला समिति, हाम्रो केन्द्रीय भातृ सङ्गठनका हाम्रो युवा महिला जिल्ला समिति, जिल्ला महिला समिति, जिल्ला युवा समिति, अन्य हाम्रो खिकी गुरुहरू, पचु ध्याप्री, अन्य हाम्रो पैडी बोन्लम सम्पूर्ण समितिहरू हामी आज यहाँ उपस्थित भएको छौँ। आज यो शव यात्रामा पाल्नुहुने सम्पूर्ण हाम्रो खिकी गुरुज्यूहरू, आस्युहरू, हाम्रो छोरी ज्वाइँहरू, शव यात्रामा पाल्नु भएको सम्पूर्ण महानुभावहरू, म आज यो हाम्रो संस्थापक अध्यक्षलाई अन्तिम बिदाई गर्नको लागि तमुपेलु सङ्घको परिवारबाट एउटा शोक विज्ञप्ति चाहिँ हामीले जारी गर्दैछौँ। त्यो शोक विज्ञप्ति पढेर आफ्नो मन्तव्यसहित पढेर चाहिँ सुनाइदिनको लागि म हाम्रो केन्द्रीय अध्यक्ष ओमबहादुर थिम्जे तमुजुलाई म अनुरोध गर्न चाहन्छु र विज्ञप्ति चाहिँ यसो बाँडिदिनको लागि म हाम्रो प्रचार प्रसार समितिका हाम्रो कार्यवाहक संयोजकज्यूलाई म मिलन क्रमछे तमुजुलाई म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ महासचिवज्यूलाई। आजको यस शव यात्रामा सहभागी सम्पूर्ण पछि गुरुहरू, खिलेप्री गुरुहरू, शोक सन्तप्त परिवारजन, लेगे तमु परिवारका सम्पूर्ण सदस्यज्यूहरू, लेगे तमु परिवारका सम्पूर्ण चेलीबेटीहरू र उपस्थित सम्पूर्ण दाजु बुबा मुमा दाजुभाइ दिदीबहिनीहरूमा फ्योफुला, श्री जङ्गबहादुर लेगे तमु पेलु सङ्घको जन्मदाता हुनुहुन्छ। हाम्रो पेता लोता एकदमै खतराको स्थितिमा पुगेको बेलामा पञ्चायत कालमा नै प्रतिकूल परिस्थितिमा उहाँले धेरै धेरै मेहनत गरेर परिश्रम गरेर यो संस्थालाई जन्माउनु भएको हो र आज उहाँको यो असामयिक निधनले गर्दाखेरि हाम्रो संस्थालाई अपूरणीय क्षति पुगेको छ र उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै तमुपेलु सङ्घ परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र हामीले एउटा विज्ञप्ति शोक विज्ञप्ति निकालेका छौँ। सो विज्ञप्ति म यहाँ वाचन गर्न चाहन्छु। शोक विज्ञप्ति। गण्डकी प्रदेश कास्की जिल्ला साबिक मादी गाउँपालिका वडा नम्बर 3 याङ्जाकोट, हाल पोखरा महानगरपालिका वडा नम्बर 13 निवासी समाजसेवी, संस्कृतिकर्मी तथा तमुपेलु सङ्घको संस्थापक अध्यक्ष वर्ष 83 का श्री जङ्गबहादुर लेगे तमु 2082 फागुन 14 गते बिहिबार बिहान 4 बजे असामयिक निधनको खबरले तमुपेलु सङ्घ परिवार स्तब्ध तथा मर्माहत भएका छौँ। उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै तमुपेलु सङ्घ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। संस्थापक अध्यक्षको निधनले यस संस्थालाई अपूरणीय क्षति पुगेको छ। केन्द्रीय कार्यालय सहित सम्पूर्ण कार्यालयहरूको झण्डा 3 दिनसम्म आधा झुकाउने र भोलि मिति 2082 फागुन 15 गते संस्थाको सम्पूर्ण कार्यालयहरू बन्द रहने र सम्पूर्ण कार्यक्रमहरू उक्त दिन स्थगित गरिएको छ। सम्पूर्ण कार्यालयहरूमा शोक पुस्तिका राख्ने र उहाँको पितृ कार्यको दोस्रो दिनमा शोक कार्यक्रम गर्ने आजको तमुपेलु सङ्घ केन्द्रीय सचिवालयको आकस्मिक बैठकले निर्णय सहित निर्देशन गर्दछ।
हस्, धन्यवाद।